यति साग कसरी राखेको यस्तो सुल्टो गरी अब चाहिँ बल्ल भयो यो 10 मिनेटको उल्टो राखेको यार प्लेट पनि मधेसीहरू जस्तो र सब्जी चाहिँ कसरी खाना ल ल ल यो चाहिँ नेपाली स्टाइल खाना है गाइजहरू अब हामी आमा छोरीको चाहिँ छुट्टी हो होइन आमा छोरीको स्पेसल छुट्टी हुँदैछ कति हालिदिनु हो त्यहाँ यहाँ फर्स्ट ट्राई होइन अहिले मन पऱ्यो भने फेरि हाल्छ तर यो इन्डियन यो होइन अर्को यहाँको के भन्दा चाहिँ राम्रो हुन्छ भन्थ्यो खाइ ल खाइ ल खोर्सानी यहाँ यो वाला खोर्सानी बिना छेल्दै अच्छा, यो त यहाँ बिना खोर्सानी चाहिँ कागती होइन पक्का नेपाली टिपिकल फुड खान्छौँ है गाईहरू हामी आज चाहिँ पुरै भेजिटेरियन खाना है हप्तामा एक दिन पकाएर खान्छौँ तर मासु नै छैन के गाई माई डटर अमलेट फर हर मदर फेरि नेपाल बेसी इङ्ग्लिस बोलेको कस्तो इङ्ग्लिसमा फर्किएको नभने गाई यो चाहिँ हामीले जस्ट किडिङ जोक मात्रै हो है टिस्यु त ल जुस है गाईहरू अर्को त छैन खाइ ल भनेर खानु है अब खाइ ल भन्नुपर्ने हो र ल गाइजहरू खाए ल टिपिकल नेपाली फुड कस्तो भयो थाहा छैन है ए यसलाई त देखाएकै पो रहेछ एकचोटि उठेर आइदिनु अरे घिउ कस्तो रहेछ आज त डाक्टर सासाङको घरमा जस्तै भयो पुरा भेजी खाना डाक्टर सासाङ भनेको धरानको टु मच भेराइटिज इन हिज प्लेट बट अल भेजिटेबल I love this because I don't like chicken. नेपाली फुड इङ्ग्लिस भनेको जाइद खाने बेला मात्रै हो अरू बेला ज्याम मलाई चिकन मन पर्दैन अब यो भिडियो तपाईँले राख्नुहुन्छ है अब म बोलेछु हामी नेपाली हो प्योर नेपाली प्योर नेपाली बोल्नु पर्छ चिकन आई डोन्ट लाइक काम गर्ने ठाउँमा मासु नै मासु हुन्छ होइन घरमा चाहिँ भेजिटेबल हो ब्रोकन इङ्ग्लिस नबोली दाल भात खान पाइदिने जिन्दगीमा ब्रोकन इङ्ग्लिस बोल्नै पर्यो मामा यो लिनु त आई डोन्ट लाइक दिस साग सबै साग नै मन नपरेपछि अब के यो साग चाहिँ मन परेन यो साग मन पर्दैन अरे यो पालकको साग हो खानेपानी गरे पनि मनपर्छ त अर्को हप्ता खान्छु ल हेरेको मोबाइल पक्नु न होइरहेको छ त भाउयो गाछलाई के गर्दा घाँटीबाट गएन गाइस ठिक छ साथीहरू खाना खानुभयो तपाईँले है तर देखिने गरी खाँदा अप्ठ्यारो आयो मिठो भयो आम्लेट लाग्छ त मैले नखाने मलाई नै 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 नहाल्नु नहाल्नु है अब खानु त्यहाँ चुप्पो लगाएर आफ्नो भएको लिटिल गर्नु यसलाई नि छिटो छिटो बनाएर हाल्नु मिल्छ क्या गीत हालेर यस्तो गीत सित हाल्ने जेपिटी नभने यो डाइरेक्ट हाल्ने हो नेचुरल गीत सित के नहाल्ने होइन गाइस गीत भनेको हरेक गीतको हरेक ठाउँमा आफ्नो क्राइटेरिया हुन्छ हाम्रो पनि भिडियोको क्राइटेरिया हुन्छ पर्सनल डिसिजन टाइप मजा आउँदै ब्रोकन इङ्ग्लिस बोलिहाल्छ कि
जाहिर खाँदै इङ्ग्लिस पनि आउँदैन त्यो बेला मलाई चाहिँ नबोल अरे मान्छेहरूले ए त्यो यहाँ राखिदिउँ इङ्ग्लिसमा खोक्ने यस्तो त्यस्तो हुन बानी भइसक्यो त्यही सजिलो हुन्छ मुखमा जति बेला नि बोल्ने भाषा सजिलो हुँदैछ कि दिनभरिमा अब खाना खाएर कहाँ जाने हामी एकचोटि दुईचोटि नेपाली बोल्नु पायो भने अरू इङ्ग्लिस बोल्नु छ नि अब हामी खाना खाने अनि सुकसाल मेमा जाने गो यस्तो हस्पिटल जाने भने त त्यसपछि सुकसाल मे जाने हस्पिटल होइन बेलुका त्यसपछि आइसक्रिम खाने गाउँमा हामीले यस्तो मजाले हातले चाटी चाटी खान्छ व्रत हुँदाखेरि आधादेखि जतिखेर पनि आमालाई देखेपछि त्यो भात हालिदिउँ दाल अलिकति खान बेलाबेला खानुपर्छ अनि आमाले देख्ने बित्तिकै के भनौँ हुने होइन जतिखेर पनि भोक लाग्यो भन्थ्यो कि आमा चाहिँ जहिले बनाएर आमाले नदिएसम्म नखाने अनि त्यसपछि मलाई त्यस्तै बानी लाग्यो भोक लाग्यो खाएन बनाएर खा तेरो पनि हात छ त भन्थ्यो कहिले काहीँ बिचरा बक्कै हुन्थ्यो होला नि त बनाउँदा बिहान नै बेलुकै डेली त्यत्रो 5-6 जना छोराछोरी सासू बुढा आफू समाज थोरै हाल्छु नि त भात टमाट नुन हाल्छु अहिलेको मान्छेहरू के छ तपाईँलाई हाल्दिउँ 2 जना 3 जना 4 जना भात पकाउनु पऱ्यो भने मासु झर्छ मम्मी हाल्दिउँ म त खान्न यति नै हो तर खान्न एकचोटि मात्रै हाल्नु हुँदैन अलिकति थोरै हाल्नु थोरै होइन त तुरुक्क मात्र कि तुरुक्क भन्दा फेरि अलिकति तिमी पानी तुरुक्क होइन यो चाहिँ राइस अलिकति खान थोरै त नो बिग नो ठिकै छ इट्स ओके खोइ घिउ नेक्स्ट मिठो रहेछ है यो पनि समात्नु मिठो रहेछ नि ल हाल्दिनु मलाई कति हाल्नु यति खानु हो हातले तपाईँलाई अब चाहिँ जाँदैन यति नै पुग्यो पुग्यो प्रेसर हुने मान्छेले धेरै घिउ खानु हुँदैन नि त मलाई प्रेसर छ घिउ खायो भने पछि मर्छ प्रेसर जेसुकै होस् घिउ इज लभ मात्र लास्ट टाइम आउँदछ What घिउ इज लभ इङ्ग्लिस नेपाली दुइटै आई लभ भेजिटेबल आज प्योर भेजिटेबल पहिलोचोटि खाएँ हामी दुईजनाले नत्र जहिले मासु खसीको खुट्टाको सुप त्यो के अरे कुखुराको मासु होइन त मैले हिजो उयोमा खसी काटेको देखेर घरमा म्यासेज पनि गरेको थियौ त्यो उयोलाई त्यस्तो अनिहेर खानु हुँदैन लोकल खसी हौ उनीहरूले घरमै काटेको लोकल फ्याट हो लोकल खसी होस् जेसुकै होस् फ्याट त हुन्छ एकतिर प्रेसर हुन्छ खसीले कहिले काहीँ रेड मिट चाहिँ एकदम डेन्जर हो रातो मासु खानु हुँदैन गाईहरू तपाईँलाई प्रेसर छैन भने पनि नखानु प्रेसर त्यसले नै जन्माइदिन्छ फ्याट पनि हुन्छ अब हामी मासु खाने बानी भएको छ खानु त पर्छ कहिले काहीँ अब हामी भेजिटेरियन त होइन तर कहिलेकाहीँ मन्थली वन्स इन अ मन्थ जस्तै महिनामा एकपटक होइन भन्ने मात्र घरमा धेरै मासु मोमोमा त मोमोमा हप्तै पछि खाइन्छ के महिनामा एकपल्ट भन्नु होइन मोमो आफैले ड्याङ्गी ड्याङ्गुराइन्छ आनन्द भयो मिठो भयो है आज मलाई चाहिँ भात खानु चाहिँ अल्छी लाग्छ होइन खानु मन लाग्दैन त्यो आइकियाको बासी सुकेको रोटी त्यसो भने फेरि आइकियाले सुन्यो भने मार्छ बासी त बासी नै हो के त हामी जस्तै बनाएर प्याकिङ गरेर केही समय राख्नु पनि त्यो पनि बासी नै त हो नि होइन अनि फ्रोजन त्यस्तोहरू लटरपटर खाँदै काम गर्दै गर्ने बानी भएन घरको यस्तो ताजा मिठो भातहरू त अब हेल्दी त हो नि तर के गर्नु खाने बानी नभएर चाहिँ लगाइदिएर यति नै हो धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा यता त थाल चाटेर हैरान छ है देख्ने भएको त्यहाँ देखाइदिउँ लगाइदियो देखाउँछ थाल चाट्ने मान्छे सक्यो